नमस्ते सब्स्क्राइब गर्नुभयो छैन गर्दिनु यार के जान्छ यार रातो बटन थिचेर फाड्दिउ न मोबाइल फोटो अनि म तिर्दिन्छु त्यस पछाडी आजको भिडियो दामी छ सबैजनाले लाइक गर्दिनु होला कहाँबाट हेर्दै हुनुहुन्छ दिदी एउटा चिया बनाइदिनु न कालो बनाइदिनु अस्ति ओडाको मान्छे यही भेट्या थियो आज त रहेनछ हेर्दा त जडिया जस्तो थियो विश्वास त लागेको थिएन सुन्नुस् त हजुर भन्नुस् न अस्ति ओडाको मान्छे यही भेट्या थियो आज देखेन तपाईहरुले देख्नु भएको थियो किन र अस्ति मलाई खोला मन्दिर घुमाथ्यो आज एउटा मान्छेले तिमीलाई घुमाइदियो क्या ठिक्क भयो त्यस्तो हैन उहाँसँग सानो काम थियो ए हो र यता आउनुस् न यता बसेर कुरा गरौँ न त त्यसो भए अलि नजिक आउनु आउनु अनि साँच्ची ओडामा चाहिँ के काम हो र विदेश जानको लागि पासपोर्टको लागि सिफारिस लिनु पर्ने थियो अस्ति ओडाको मान्छे यही भेट्या थियो आज देखेन त्यही भएर तपाईले सोधेको ए ओडामा सिफारिस त्यो पनि पासपोर्टको लागि ए ओडामा त अब मेरो पनि काम त छ है अघिसम्म चाहिँ अल्छी लागेको छ साथी लुडो खेलौँ भने लुडो खेल्न बस्यो अहिले चाहिँ केटी पाएपछि ओडामा काम छ त्यसो भए सँगै जाउँ न त के छ विचार जाने अघिसम्म चाहिँ केही काम छैन रे अहिले केटी पाएपछि तँलाई काम आयो बस कहाँ त्यस्तो नभन न यार बोलाउनु मिलिरहेको साले तेरो मेरो साथी फेरि हुन्छ है ओए बस यस्तो फटा साथीहरू चाहिँदैन बाइक आधा तेरो मेरो दोस्ती खत्तम ओए पक तँलाई पक आउलास् नि मेरो मसँग भेट्न कुनै काम पऱ्यो भनेर राकेश दोष बाइक चाहियो तिम्रो भन्लास् नि पैसा चाहियो भन्लास् नि अनि जाने छु मैले तँलाई काम पऱ्यो एउटा साथी चाहियो नि अहिले साथी छोडेर जाएको त यो छोरीले पनि मलाई साह्रै दुःख दियो के गर्ने कस्तो टेन्सन भयो एकचोटि कल्पनाले फोन गर्नु पर्यो दुःख सुखमा साथ दिनु भने त्यही कल्पना नै हो कसको फोन आएछ फेरि अध्यक्ष दिदीको पो आएछ त के भएछ र हेलो कल्पना हजुर दिदी कहाँ हो तिमी हजुर म त घरमै छु त ए तिमीसँग सानो सल्लाह लिनुपर्ने थियो म त धेरै टेन्सन भइरहेको थियो के टेन्सन होला दिदी भन्नुहोस् न हेर न मेरो छोरी त एकदम कुलतमा फसी अनि के गर्ने होला त अब छोरीलाई कहाँ लगेर राख्ने के गर्ने हो एकदमै आजभन्दा भोलिभन्दा छोरी बिग्रिँदै गइसक्यो कुलतमा फसेछ छोरी के गर्ने होला कल्पना केही सल्लाह सुझाव देऊ न मलाई खै दिदी अब भन्नु त मन लागेको छ तर कसरी पो भनौँ भन न दिदी त्यसो भए यसो गरौँ न त एउटा कुरा भन न अब केही सिप लाग्दाखेरि पनि अब नानी सुध्रिन भने सुधार केन्द्रमा लगेर राखिदिनु अनि के त्यसमा लगेर राखेपछि राम्रो होला र दिदी एकदमै राम्रो हुन्छ नि हाम्रो यो पल्लो घरको छिमेकीको दिदीको छोरा पनि त्यस्तै नराम्रो कुलतमा फसेको थियो होइन त्यस्तै बिग्रेर हिँड्ने खत्तमै भएको थियो अनि पछि त्यो दिदीहरूले सुधार केन्द्रमा लगेर राखिदिनु भयो त्यसपछि 6 महिना पछाडि निकालेर ल्याउँदा त ओहो यति राम्रो भयो त्यो मान्छे मै अचम्म परेँ कि छक्क परेँ हिँडेर भयो मजाले कति राम्रो सुध्रे क्या त्यो बच्चा त म त छक्कै परेँ त्यो हो भने त खुसी कुरो हो नि है उसो भए यसो गरौँ न त भोलि आऊ न त तिम्रो म सल्लाह गरौँ अनि छोरीलाई लैजाउँ न त दुईजना भएर खै दिदी भोलि त भ्याउँदिनँ होला हौ म त होइन त्यति मेरो लागि गरिदेऊ न त्यति गरिदिएपछि के अरे तिमीलाई पनि सहयोग गरे जस्तो हुन्छ मैले पनि सहयोग पाएको जस्तो हुन्छ गरिदेऊ न त्यति मेरो लागि त्यो त हो दिदी हुन्छ नि त ल भोलि आऊ ल ए हस् दिदी हुन्छ ल राखिदिन्छु ल होइन तपाईँले यो कहाँ ल्याउनु भयो एउटा गाडीलाई भनेर कि छोरी मान्छे एक्लै देखेर चान्स जानु भयो त्यस्तो हो त अनि
तिमीले अस्ति मलाई घुमाउँछु भनेको थियो होइन त अनि मेरो साथीलाई त पुरै कहिले खोला कहिले मन्दिर कहिले पुल अब मलाई पनि यसो घुमाउँछ कि भनेर यसो यतातिर लिएर आएको नि अनि साँच्ची ओडाको मान्छेले छ नि तिमीलाई ओडाको मान्छेले तिमीलाई पासपोर्ट बनाउँछु भनेर एकदम सरासर गलत कुरा भनेको किनकि तिम्रो पासपोर्ट त सिडिओ कार्यालयमा बन्छ लाटी सिडिओ कार्यालयमा जहाँ तिम्रो नागरिकता बन्छ नि त्यहाँनिर हो के बुझ्यौ ए मलाई थाहा थिएन हेरेर त त्यो मान्छे ठिक छैन जस्तो लागेको थियो ए साँच्ची कति बजिरहेको अहिले अहिले ठ्याक्कै 3 बज्यो ए हो र होइन होला है त्यो साँच्ची ठ्याक्कै 3 बजे छ है ओहो यो हात त कति नरम हो यस्तो नरम हातले यो घडी फुटेर भने है कस्तो खालको मान्छे रहेछ छोरी मान्छे यसले देखेर चान्स मार्नु भयो हात नरम भएर के भयो त यहाँ खुट्टा छ नि ओहो ए खुट्टासँगै पुग्ने र भने खुट्टासँगै कस्तो खालको मान्छे रहेछ ए नरिसाउ न जिस्केको पो त कहाँ तिमी सिरियसली रिसाइरहेको ए यिनीहरू वडा जाने भनेर साला डेटिङ बसिरहेको छन् यिनीहरूको काम यहाँ रहेछ ओ सुजन साथी यार त्यहाँ अफिसमा 2 जना विदेश जाने भनेर आएर बसिरहेको छ पासपोर्ट बनाउनलाई जाऊ छिटो ए 2 जना छ ए भनेपछि 2 लाख त आइहाल्यो नि ए साँच्ची उहाँलाई पनि घर पुऱ्याउनु पर्ने थियो तिमी त्यसको लागि टेन्सन लिनु उसलाई त म पुऱ्याइदिइहाल्छु नि साथी जाऊ तिमी हो र ल राम्रोसँग पुऱ्याऊ है साथी मलाई भने माया तिम्रो हेल्प गर्न उसलाई बोलाउनु पर्थ्यो के भयो भन त तिम्रो हेल्प गर्नुपर्छ म गरिदिउँला त्यही पासपोर्टको लागि बाइकको लागि हो तिमी यति राम्रो मान्छे विदेश जाने र यहीँ बस्छन् हुन्न खै नेपालमा पनि रोजगारी छैन यसो गर नि त तिमी मेरो कम्पनीमा काम गर होइन म अफिसमा बस्दिनँ तिमी मेरो ठाउँमा बस हुन्न र खै हेरौँ अब कसो हुन्छ के कसो हुन्छ यसो गर भोलि मसँग तिमी भेट 10 बजी अफिसमै आऊ मेरो अफिसको कार्ड दिन्छु तिमीलाई होइन अनि टक्क टक्क आऊ अनि त्यहाँपछि तिमीलाई म यहीँ विदेश किन जानु पऱ्यो ल यो मेरो कार्ड हो है 10 मिनट भेटौँ ल भोलि ल दिदी आमा आमा कता जानुभएछ म भने काठमाडौँदेखि आएको छु मेन पावरबाट खोइ घरमा चाबी लागेको देखिन्छ झन् उहाँको बुवा विदेशबाट आउनुभएको खबर सुनाउन आएको घरमा त कोही देखिन ताजा लागेको छ खोइ कहाँ जानुभएछ यसो यता छिमेकीतिर बुझ्नु पर्यो अब म चाहिँ काठमाडौँ मेनपालबाट आएको सिद्धान्त विक्रम सर नेपाल आउँदै हुनुहुन्छ भने सूचना उहाँको परिवार सुनाउन आएकी म उहाँको घरमा कोही हुनु रहेछ घरमा तालचा मारेको रहेछ उहाँको परिवार कहाँ छ तपाईँलाई थाहा छ खोइ उहाँको लागि पहिला पनि एकजना भाइ भेट्न आउनुभएको थियो अनि अहिले चाहिँ अब विदेशबाट आउँदै हुनुहुन्छ अरे भन्ने कुरो थाहा पाएर उहाँ चाहिँ एक महिनादेखि उहाँ त खोइ कसलाई भन्न भन्दै माउलेतिर जानुभएको छ अनि उहाँको छोरी पनि खोइ मैले 2-4 दिन भयो एक हप्ता जाँदै देखाएको छैन खोइ कतै हो कि हेर्नु न यताउता हस् त टेन्सन नगर्नु के दिदी किन टेन्सन गर्नुहुन्छ के तपाईँ पनि कल्पना मेरो साह्रै भारी भइरहेछ छोरीले
त्यो त हो मलाई पनि थाहा छ हामीले छोरीलाई मार्न त ल्याएको होइन नि त सुधार्नलाई ल्याएको हो नि त नरुनु भने के दिदी कस्तो रुनुभयो के तपाईँ केही हुँदैन के दिदी केही हुँदैन नरुनु न नरुनु दिदी नरुनु केही हुँदैन केही हुँदैन नरुनु नरुनु भने तपाईँ यत्रो जिम्मेदारी लिएर बस्ने मान्छे यसरी रोएर हुन्छ अनि छोरी बिग्रेर हिँड्यो भनेर टेन्सन पनि गर्ने अनि सुधार्नलाई लिएर भन्दा पनि रुनी किन यस्तो गर्नुहुन्छ आमाको त्यो त हो मलाई पनि थाहा छ म बुझ्छु मेरो पनि छोरी हो तपाईँको छोरी मेरो पनि छोरी नरुनु के दिदी केही हुँदैन ए भाइ पढ्नुहोस् त सुन भाइ एउटा सजिलो काम छ गर्छौ त के काम हो ए त्यसरी नभन न सजिलो काम लाने टक्क जग्गामा जाने फिता टक्क नाप्ने सरेर नाप्दिने नापिदिइसकेपछि तिमीले के गर्नु पर्यो भने यहाँ हो भनेर 15 दूर जग्गा पुर्याउने कुरो बुझ्यौ तिमीलाई चित्तबुद्ध रकम आउँछ ओहो र कस्तो चित्तबुद्ध रकम हो कति आउँछ मलाई ए चित्तबुद्ध भनेपछि बुझ न पहिला म त्यहाँ सबै मिलाउँछु मिलाइसकेपछि तिमीलाई टक्क फोन गर्छु आएर टक्क नापिदिइसकेपछि चित्तबुद्ध रकम आउँछ टेन्सन नलियो साँच्ची टेन्सन लिनु पर्दैन नि फेरि रकम चाहिँ आउनु पर्यो नि फेरि मलाई त्यहाँ न त म काम गर्दिनँ नि आउँछ नि किन आत्तिएको म हुँदै त्यस्तो हुन्छ त ल तिम्रो नम्बर यहाँ डायल गरिदेऊ अहिले हुन्छ नि फोन गर्नलाई लिनुहोस् यही हो मेरो नम्बर सेभ गरिराख्नुहोस् है अनि काम परेको बेला कल गर्नु न ल तिमीलाई ट्याक्क फोन गर्ने सुरु आउने है त ए आइहाल्छु नि ल म पार्टी हुन्छ बेलुका ओहो पार्टी हुन्छ ल्याउने कुरो हुन्छ त ओहो ल आउनै पर्यो त्यसो भए त पर्यो ल है त है ल ल फोन गर्नु नबिर्सिनु है ल ल ल दाइ फोन गर्नु चाहिँ नबिर्सिनु है त्यहाँ ओहो उता विदेशबाट 2 जनाको 2 लाख आउने भयो यता फेरि चित्तबुद्ध रकम दिन्छु भनेको छ त्यसो भए अब त नयाँ मोडलको एनएस बाइक आउने भयो यस ओह नो तपाईँ स्वयंसेवी हुनुहुन्छ होइन हो हाम्रो त अर्को सिमरनजी र हजुरसँगै काम गर्नु सँगै काम गर्छु त्यही त म उहाँलाई कुरेर बसिरहेको थिएँ उहाँको ठाउँमा तपाईँ आउनुभयो अनि उहाँ अहिले कहाँ हुनुहुन्छ उहाँ र मेरो भेटै भएको छैन सँगै एउटै फिल्ममा काम गर्ने हुनुहुन्छ एकै ठाउँमा त हो तर भेट भएको छैन अहिले त्यही त मैले त यहीँ कुरेर बसिरहेको थिएँ अनि आउनुहुन्छ कि भनेर उहाँसँग भेट्ने काम थियो भेट्यो भने तपाईँले भनिदिनु न मैले यसरी कुरेर बसेको छु भनेर ल कवर पालेको मान्छेले त्यहाँ कुरेर बसेर भन्नु उसले सोध्छ हस् उहाँलाई भेटेपछि म भन्छु नि हुन्छ नबिर्सिकन भनिदिनु ल हस् अनि हजुरहरूको यो स्वयंसेविकाको काम अहिले राम्रै भइरहेको छ सब ठिकै गर्नु हुन्छ नि काम ठिकै भइरहेछ अहिले राम्रै छ भन्नु पऱ्यो त्यही त अब अहिले कतिपय मान्छेलाई थाहा पनि छैन कि अब यो गर्मी पौरसँगसँगै रोगहरू जब फैलिरहेको छ अब बिहान भर्खरै हाम्रो यहाँ अगाडि भएको एउटा बाबुलाई पनि ज्वरो आएर हस्पिटलमा गएको थियो धेरै नै सिरियसै गाह्रै थियो अनि के भइरहेको छ यो गर्मीले गर्दाखेरि यति महामारी फैलेको छ अहिले यति महामारी फैलेको छ पानी खाउँ भने पनि त्यस्तै तातोले हुन्छ चिसो पानी खायो भने घाँटीमा अलिकति असर गरेर हुन्छ डर छ त्यसैले गर्दाखेरि सबैहरूले सुधार सल्लाह दिनुभएको धेरै खुसी लागेको मलाई तपाईँप्रति मलाई एकदम गर्व धेरै खुसी लागेको छ यस्तै गरी अब नबुझेको आमा बुवाहरूको नबुझ्ने मान्छे कति हुनुहुन्छ उहाँहरूलाई पनि तपाईँहरूले सबै कुराहरू हुन्छ म यहीँ कुरेर बसिरहेको छु त्यसले मलाई चाहिँ खबर गरिदिनु म यसो पुगेको छु साउजी एक गिलास टुच्चा ल्याउनु न कोदोको प्योर कस्तो जोया रहेछ दिउँसो रक्सी खाएर हिँड्दो रहेछ लाज लाग्दो आज यो जग्गाको 11 धुरको 15 धुर बनाएर दिनुपर्ने छ नत्र पैसा आउनलाई गाह्रो छ आज जसरी पनि पास गरेर दिनुपर्ने छ
सबै कुरा जुक्ति लगाइसकेँ कसरी मिलाउने होला ए बहिनी हजुर एउटा काम थियो तिमीसित हजुर तिमीसित 7 मिनटको काम छ 50,000 आउँछ गर्छौ त 7 मिनटको 50,000 आमामामा त्यस्तो के काम हो म भर्खर भर गर्छु सजिलो काम छ भन्नु म तयार छु लेखापढी गर्ने हजुर अनि मैले जे सिकाउँछु त्यही गर्ने तिमीले त्यति गर्दै भने 50,000 पाउँछौ ए म तयार छु दाइ यस्तोमा हो ल तिमी रेडी भएर बस म जग्गा धनी भेटेर तिमीलाई ट्याक्क कल गर्छु तिमी आऊ है त हुन्छ हुन्छ सट्ट पारेर म जग्गा धनी पठाएर जान्छु है हुन्छ ल बहिनी है हस्मा खबर गर्नु न है म जान्छु है सट्ट पार्छु लाग्छु हस् ल बहिनी है मलाई खबर गर्नु समयमै आउने अस्ति त बढाउँछ त कति बजे हो दिउँसो दिउँसो रक्सी खाएर हिँडेको छ 7 मिनटको 5,000 दिने कुरा गरेको छ विश्वास त लागेको छैन तिमीले ट्राई गर्न पर्यो ल एक खुसीमा एक प्लेट मोमो खाइदिनु पर्यो साउनी एक प्लेट मोमो ल्याउनु त ओहो घाम पनि कस्तो चर्को लाग्यो एकछिन शीतलमा बस्छु अब चाहिँ यतिको जनचेतना दिएपछि गाउँलेहरू पनि सुरक्षित हुने भयो गर्मी पनि के साह्रो बढेको हो डेङ्गुले हस्पिटलमा बेड खाली छैन हेलो सिमरानजी कता हुनुहुन्छ ए हो ल ल ओहो नमस्ते आदर्शज्यू ए हो सरिताज्यू नमस्ते आउनुहोस् न भित्रै बसेर कुरा गरौँ आज कति काम चाहिँ मेरो घरमा पानी भयो त सरिता म्याडम चिसो पानी खानुहोस् बढाउनु भएको छ चिसो पानी बसेर अनि काम के हुँदैछ त तल गाउँदेखि चौतारासम्म चाहिँ मेरो काम सक्यो चौतारादेखि माथिल्लो गाउँसम्म चाहिँ सिमरनजीले हेर्नु भएको छ ए किन निराश हुनुभयो अध्यक्षज्यू यस्तै त हो नि सर त म्याडम अब घरमा यस्तै अब सानो टेन्सन अब एउटा छोरी थिए छोरीलाई धेरै माया दिएर होला मायाले फुल बोलेको होला कुलतमा फसी एकदम दुःखदी छोरीले आफूले के सोचे हुन्छ के गर्छन् छोराछोरीले अब कुलतमा फसी लगेर सुधार केन्द्रमा हालिदिएछु अब के हुन्छ थाहा छैन सर त म्याडम चिन्ता नगर्नु सब ठिक हुन्छ मम्मीले अब सेवा गरेर हिँडिरहेको छु अनि मम्मीले यस्तो सेवा गरेछ भनेर सोचिन छोरीले अब आफूले दिएको संस्कारै पुगेन कि खै के हो नि अब धेरै तनाव दिए छोरीले त्यही टेन्सन छ नि सर त म्याडम मलाई त अरू त के टेन्सन हुनु र के गर्नु बरु बाहिर छिमेकीहरूले भनेको टेर्नु हुँदो रहेछ होइन आफ्नो घर परिवारमा चाहिँ एकदमै नहुने रहेछ कि झन् भनेकै नटेर्ने रहेछन् कि आफ्नो परिवारले आफ्नो फ्यामिलीले झन् भनेको नसुन्दो रहेछन् कि चिन्ता नलिनुहोस् अध्यक्षज्यू जे हुन्छ राम्रै हुन्छ हस् त म अहिले जान्छु राम्रोसँग जानुहोस् तपाईँले त्यति भनिदिनु भयो म अलि हल्को भयो मेरो के साह्रो गर्नु हो यो जग्गा बेचेर विदेश जान्छु भन्थ्यो मान्छे पनि भेट्दैन
कहाँ गएछ विदेश जानलाई त यही जग्गा बेच्नु पर्ने हो म भन्दा नि फटाएर चाहिँ क्या होइन एकचोटि गाउँतिरै बुझ्नुपर्छ जग्गा नाप्ने मान्छे सबै कुरो रेडी बनाइसकेको छु फेरि म फटा हुन्छु यिनीहरूले मानेन भने त गडबड हुन्छ मपट्टि ओडा अध्यक्ष पनि कडा छ लुकी गरेको छु यो काम सहरमा एउटा घर बनाउनलाई दाउ छोपेको खै भन्ला जस्तो छैन होइन गाउँतिरै एकचोटि बुझ्छु म त जग्गाले पनि धोका देला जस्तो नमस्ते म चाहिँ कल्पना घिमिरे कलाकार नमस्ते म चाहिँ सरस्वती घताने कलाकार नमस्ते म चाहिँ कलाकार मुन्जा घताने नमस्ते म ओडी टिमको डाइरेक्टर ओम परियार हाम्रो यो सिरियललाई अझै राम्रो गरी हामीलाई हेर्न चाहनुहुन्छ भने अझै राम्रो भिडियोहरू प्रस्तुत होस् भन्ने चाहनुहुन्छ भने हामीलाई सेयर लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला र तपाईँहरूको कमेन्ट अनुसारले नै हामी गर्नुपर्ने कुराहरूलाई हामी सुधारेर अझै अगाडि बढ्नेछौँ त्यसको लागि तपाईँहरूले एकदम सक्दो सेयर कमेन्ट सब्सक्राइब लाइक गरिदिनु होला हामीहरूलाई माया गरिदिनु होला धन्यवाद थ्याङ्क यू सो मच राम्रो कमेन्ट गर्नु होला जहाँ हामीले गरेको जुन एक्टिङहरूमा कमी कमजोरी छ भने कमेन्ट गरिदिनु होला त्यसमा हामी सुधार्ने मौका पाउँछौँ देश विदेश सम्पूर्ण ठाउँमा बस्नुहुने सम्पूर्ण दर्शकबिनहरूलाई नमस्ते बाई बाई एउटा कुरा चाहिँ नबिर्सिनु होला